हेलो गाइस, के तपाईहरुको घरमा मुरब्बा बन्यो त? मेरो घरमा आज पाक्यो ल। कसरी बनाएँ मैले तपाईहरुलाई देखाउँछु है त। सबैभन्दा पहिला आँपलाई मजाले धोइ पखाली गर्ने र त्यसको बोक्रा छिलेर त्यसलाई मजाले आफ्नो शेपमा मजाले काटिदिने। यति गरिसकेपछि कढाईलाई तताउने र तोरीको तेल मजाले राख्ने। अब चाहिँ मैले 5 फोरन रेडी गर्छु। 5 फोरनमा चाहिँ मैले जिरा, मेथी, सौफ, कलौन्जी अनि ज्वानो राख्छु। तेल तातिसकेपछि मैले रातो खुर्सानी र तेजपातलाई फुराउँछु र त्यो 5 फोरनलाई पनि राखेर मजाले फुराएर अघि नै काटेको आँपलाई मजाले राखेर त्यसलाई मजाले छोपेर पकाउँछु। यो पाक्दासम्म मैले भेलीलाई मजाले सानो गरेर काटिदिन्छु। यसो गर्दा चाहिँ गल्न सजिलो हुन्छ। अनि आँप पाकिसकेपछि अब पालो मसला राख्ने। मसलामा चाहिँ मैले नुन, बेसार र जिरा धनियाँको धुलो पनि राखिदिन्छु। यो राखेर एकछिन मजाले पकाउने। अब पाकिसकेपछि अघिको भेलीलाई राखिदिने। मैले चाहिँ भेली अलिकति बेसी राखेको छु किनभने मलाई अलिकति गुलियो मनपर्छ। खट्टो त आँपबाट नै आउँछ, पिरो चाहिँ खुर्सानीबाट आउँछ भने मिठो चाहिँ भेलीबाट आउँछ। यसलाई मजाले पकाइसकेपछि रेडी भयो हाम्रो